ल ल सुरु गरौँ है। हिजो ओके हामी यहाँ पुगेका छौँ है 4.5 सेखान क्योरिनो खोजी। त्यो के अरे म एउटा नेपाली बुक पनि हालिदिन्छु होइन यसको त्यो पनि पहिला सर हेरेर बुझौँ है। नेपाली पनि त बुझ्या हुँदैन त्यो चाहिँ कम्पलसरी त्यो पढ्ने हुने होइन तर पहिला चाहिँ म हालिदिन्छु पहिला बुझ्ने कोसिस गरौँ है। ओके सेखान क्योरिनो होजी भन्ने शब्द आयो। सेखान क्योरिनो होजी। अब यहाँ कुरुमा स्या भने कुरुमा खान भने आइदा कुरुमा बिचको डिस्टेन्स क्या गाडी एक गाडी र अर्को गाडी हुँदैन एक गाडी र अर्को गाडी गुडाउने क्रममा त्यो बिचको डिस्टेन्सलाई हामी के भन्छौँ सेखान क्योरी भन्छौँ र होजी भनेको चाहिँ त्यसलाई कायम राख्नु पर्यो। कति डिस्टेन्स चाहिँ हामीले कायम राख्दा ठिक होला त है। यो चाहिँ क्वेसनहरू बन्न सक्ला। जेन्स्यागा क्यु तेइस्या सित्तेमो चुइतोचु सिनाई सेखान क्योरी हो तोरु भन्छ। अगाडिको जेन्स्या भने अगाडि गाडी होइन अगाडिको गाडी चाहिँ क्यु तेइसी हुन्छ। क्यु तेइसी एक्कासी रोक्ने एक्कासी रोके तापनि चुइतोचु चुइतोचु भने के चुइतोचु अस्ति हामी पढिसक्यौँ चुइतोचु खै त आएन नि एन्सर पछाडिबाट ठोकिने ठोकिने भन्ने है ठोकिने है पछाडिबाट हुने एक्सिडेन्ट त्यो नठोकियोस् भन्नलाई सेखान क्योरी हो त। सेखान क्योरी चाहिँ लिने गाडी बिचको डिस्टेन्स चाहिँ लिने अरे कि ट्रकको जिकोनो तोकुच्यो वा चुइतोचुगा ओइ त युको त ट्रक एक्सिडेन्टमा सबैभन्दा बढी कुन हुन्छ त भन्दा ट्रक एक्सिडेन्टको तोकुच्यो विशेषता चाहिँ चुइतोचुगा ओइ भनेको पछाडिबाट ठोकिने कुरा चाहिँ के हुन्छ बढी हुन्छ है बढी हुन्छ है। हिजो पनि पढाइ भएको छ नि हजुर हिजो भयो ओके चुइतोचु जिको वा बौसी श्रुतामेनी वा म्युट पार्दिनु पछाडिबाट ठोकिने एक्सिडेन्ट चाहिँ बौसी श्रुतामेनी रोकथामको लागि सेखान क्योरी ओ जिउबुन्नी तोरुको त पोइन्ट हुँदैछ हो। यो चुइतोचु जिको रोक्नलाई के गर्दा ठिक होला भनेर सोधेला त्यो गर्नलाई चाहिँ के गर्ने त भन्दाखेरि सेखान क्योरी म्युट पार्दिनु आवाज आयो। सेखान क्योरी चाहिँ पर्याप्त मात्रामा लिनु चाहिँ ठिक कुरा हुन्छ भन्छ क्या है। सेखान क्योरी नो तादासिमी वनान देशका भनेर सोध्न सक्ला। सेखान क्योरी चाहिँ मायो हासिरु कुरुमातो क्योरी अगाडि कुद्ने गाडीको डिस्टेन्सलाई हामी सेखान क्योरी भन्छौँ। यो चाहिँ राम्रोसँग राखौँ। जिउबुन्ना सेखान क्योरी हो तोत्ते हिरेबा राम्रोसँग हामी सेखान क्योरी गाडी बिचको डिस्टेन्स हामीले लियौँ भने माएनो कुरुमानो क्युना गेन्सोको अगाडिको गाडीले चाहिँ एक्कासी स्पिड गेन्सोको भनेको स्पिड स्लो गर्नु एक्कासी स्पिड स्लो गर्यो अथवा तेइसी निमो तेइसी नि रोकथाम रोक्यो भने पनि हामीले ताइयोदेखिमा ह्यान्डल गर्न सक्छौँ अरे क्या। जिउबुन्ना सेखान क्योरी हो मेजासी तोस्ते राम्रोसँग गाडी बिचको डिस्टेन्स चाहिँ टार्गेट गरेर इपान दौरो देवा बेसिक रोड नर्मली रोडहरूमा चाहिँ सोकुदो खेनो सुजी करा जिउगो हिता सुजी इजो सोकुदो खेनो सौजी। यहाँ एउटा क्वेसन बन्छ है भन्नुको मतलब एउटा बुझौँ है थोरै बुझौँ। हामी के भन्छ सेखान क्योरी कसरी मापन गर्न सक्छौँ भन्यो के सोध्यो होइन। सेखान क्योरी हामी कसरी मापन गर्छौँ त भन्दाखेरि नर्मल रोडमा चाहिँ सोकुदो खे भनेको त्यो रोडमा कति गुडाउन मिल्छ त्यो रोडमा कति म्याक्सिमम कति गुडाउन मिल्ने हो त्यसको नम्बरबाट चाहिँ 15 घटाएर हिता भनेको घटाउनु होइन 15 घटाएको सुजी 15 घटाएको नम्बर भन्दा धेरै चाहिँ हामीले गर्न सक्छौँ। जस्तै एक्जाम्पलमा सोकुदो खेनो सुजीका यदि हाई स्पिड त्यहाँ रोडमा कुदाउन मिल्ने स्पिड चाहिँ 50 छ भने 50 मिटर कार जिउको मिटर 50बाट 15 घटाउ र 35 मिटर 35 मिटरभन्दा बढी चाहिँ स्पिडमा कुदायो भने अगाडि गाडी रोकिए पनि के भयो फरक परेन भन्न चाहिँ बुझ्यो। नर्मल त्यो रोडमा 50 किलोमिटर पर आवर कुदाउन मिल्थ्यो र तपाईँको अगाडि गाडी छ तपाईँ पनि पछाडि हुनुहुन्छ भने अब तपाईँले के गर्नुहुन्छ 50बाट के गरे 15 मिटर घटाइदिनुहोस् के अनि तपाईँ गाडी कति मिटरमा कुद्नु पर्यो 35 मिटरमा कुद्नु पर्यो के। त्यो भनेको के हो सेखान क्योरी भयो गाडी बिचको दूरी भयो के त्यो है बुझिन्छ।
ओके कौशोकु दोरो देवा है कौशोकु दोरो हाइवेमा चाहिँ सोकुदो खेनो सुजी हो मेतोरुनी ओकी खाएते कौशोकु दोरोमा चाहिँ के हुन्छ भन्दा तपाईको स्पिडको मापन चाहिँ मिटरमा चेन्ज गर्छ अरे के है र चेन्ज गरेको नम्बर भन्दा बढी है नम्बर भन्दा बढी चाहिँ सम्झौँ अरे के जस्तै सोकुदो खेनो सुजीका ह्याकुदे आरेबा यदि तपाईँ हाई स्पिड चाहिँ कति 100 छ भने ह्याकु मिटर इज्जो त ओबैतोकीमा 100 छ भने कति सम्झ 100 मिटर सम्झ अरे के भन्नु चाहिँ बुझ्यो है यहाँ थोरै हेर्नु है दुईटा सिचुएसन छ है इप्पान दोरो नर्मल रोडमा है नर्मल रोड चाहिँ के त भन्दाखेरि जिसोकु न सुजी है जिसोकु रोकुजिउ किरो न भाइ यदि यो बाटोमा चाहिँ हामी 60 किलोमिटर कुदाउन मिल्छ भने कति गर्नु पर्यो सेखान केउरी कति राख्नु पर्यो त 60 माइनस 15 45 मिटर 45 मिटरको दूरी राख्नुभयो भने मिल्यो अरे के यो एक्जाम आउँछ बुझेन तपाईको चक्रपथमा 40 किलोमिटर पर आवर लेख्यो अरे छ हैन तपाई के भन्छ डिस्टेन्स कति हुनु पर्यो गाडी र गाडी बीचको डिस्टेन्स हाइवेमा मैले चक्रपथको कुरा गरे हाम्रो चक्रपथको कुरा गरे 15 माइनस गरेर कुद्नु पर्यो आफ्नो स्पिड भन्दा कति 15 माइनस गरेर कुद्नु पर्यो आफ्नो स्पिड भन्दा त्यो त मैले भनेको हाम्रो चाहिँ 45 किलोमिटर पर आवर लेखेको छ नि 45 मा पर आवर भनेपछि 45 मा पनि 15 माइनस गर्नु है 20 आवर पर भनेको है त्यसरी बुझ्नु पर्यो बुझ्यो अनि कौशोकु दौरो है कौशोकु दौरोमा के छ त भन्दाखेरि यहाँ फरक छ है यो इप्पान दौरो नर्मल रोडमा चाहिँ यो -15 घटाउने तर हाई स्पिड यो हाइवेमा के छ जिसोको क्युजु किलो छ भने चाहिँ 90 मिटरै डिस्टेन्स राख्ने अरे के 100 छ भने 100 मिटरै राख्नु पर्यो 90 छ भने 90 मिटर राख्नु पर्छ हो त्यही नै डिस्टेन्स राम्रो यो चाहिँ एक्जाममा सोध्दै यो बन्ने क्वेशन भयो है यसमा तपाईले चाहिँ सेखान क्युरी कति छ भनेर भन्देला सेखान क्युरीसँग रिलेटेड क्वेशनहरु बन्ला है यो चाहिँ बन्ने ओके अब इसिकी सिते सेखान क्युरी तोर तपाईले ध्यान दिएर के हुन्छ सेखान क्युरी चाहिँ लिनु छ अरे है किनभने सेखान क्युरी लिएन भने दुर्घटना हुने रहेछ हैन त्यो चाहिँ थाहा पाऊ ट्रक वा उन्तेन सेकीका ताकाइ तामे रोमेनगा योको मिएमास है ट्रक सिट चाहिँ के हुन्छ भन्दाखेरि अग्लो हुने भएको कारणले गर्दा रोडको सर्फेस चाहिँ राम्रोसँग देखिने भयो हैन सुनो तामे त्यसैले गर्दा ट्रकको उन्तेन्स्या वा सेखान क्युरी वा जिस्सा योरीमा नागाई योनी खान्जियासुई त्यसैले गर्दा चाहिँ ट्रक मान्छे जुन छन् त्यसले चाहिँ के भन्छ सेखान क्युरी चाहिँ गाडी बीचको डिस्टेन्स चाहिँ के भन्छ लामो फिल गर्छ अरे के उसले किन माथिबाट हेर्छ नि उसले त्यसले सेखान क्युरी मिजिखाको सित्ते सीमा कोतोगा होइन तपाईँ लामो देख्यो हुनाले तपाईँ सेखान क्युरी गाडी बीचको डिस्टेन्स के गरिदिनुहुन्छ छोटो गरिदिनु हुँदो रहेछ के त्यसैले गर्दा इसिकी सित्ते ध्यान दिएर जुबुन्ना सेखान क्युरी हो तोरु युनि सीमासो पर्याप्त सेखान क्युरी चाहिँ के गरौँ लिउँ भन्छ बुझ्या सेखान क्युरी निकाल्न सक्ने भयो ट्रक चाहिँ अल्को हुनाले अल्कोबाट अलि नजिक देख्न सक्ने भएकोले उसले चाहिँ अलिकति सेखान क्युरी कम राख्ने भएकोले गर्दा त्यो कुराहरुमा चाहिँ ध्यान दिने आफ्नो डिस्टेन्स कति हो सेखान क्युरी कति हो त्यो चाहिँ नभुल्ने भन्नु खोजेको हो त्यसै बुझ्नु ओके ल अब जाउँ स्मार्टफोन नादोनो सियो उन्तेन्नो किन्सी है अब अर्को कुरा आयो स्मार्टफोन प्रयोग गर्दै ड्राइभिङ गर्न चाहिँ मनाइ छ भन्छ है यो पनि पाइएन है
स्मार्टफोन नादोनो सियो उन्तेनुनो किखेन चाहिँ स्मार्टफोन प्रयोग गर्दै ड्राइभिङ गर्दाखेरि के हुन्छ डेन्जर हुनसक्छ के हुनसक्छ भन्दाखेरि सौको चिउनी स्मार्टफोन या खेदाइदेनो नादो सौसा सितारी गामेनो चिवी सुरुतो तेसी सिता जेन्सेनी कि चुकुनुवा ओकोरेते चुइतुचु सुरु नादोनो जिक्कोनी चुना गरिमास तपाईँ हिँडिरहेको बेला चाहिँ फोनको सौसा भनेको चलाउने फोन चलाउने गामेन ओ चिविसित गामेन स्किनमा ध्यान दियो भने तेसीसित जेन्स्या रोकिएको अगाडिको गाडीमा ध्यान दिन चाहिँ ढिला हुन सक्छ अरे के जसले गर्दा चुइतोचो सुरु नादो भनेको ठोकिन सक्छ है ठोकिन सक्ने दुर्घटना हुन सक्छ त्यसैले गर्दा सौको चिउनो स्मार्टफोन चलाइरहेको बेला चाहिँ स्मार्टफोन जस्ता चलाउने अथवा गामेनमा स्ट्रिङमा चाहिँ कन्सन्ट्रेट हुने चाहिँ केहरू बन्द गरौँ किन्ची सारेतीमा भनेको प्रोभिटेडै गरेछ बन्द गरौँ होइन चलाउनै पाइएन इहानसित पाइने वा यदि तपाईँले यो भोइलेन गर्नुभयो भने ओमै स्यौ खाच्छु है ठुलो फाइन चाहिँ ओको नावरेमा गरिन्छ अरे कौजुजिको ओकोसित बाई वा यदि ट्राफिक एक्सिडेन्ट गराउनु भयो भने स्यौ एकी मातवा पाक्किन खे हो उखेमास स्यौ एकी भनेको चाहिँ तपाईँले के भन्छ फाइन तिर्नुपर्ने अथवा पाक्किन खे भनेको चाहिँ तपाईँ फाइन तिर्ने पनि हो तर जेल जाने पनि हो जेल जान पनि सकिन्छ त्यसै कारणले स्मार्टफोन चाहिँ चलाउन पाइएन है सियो उन्तेन अथवा स्मार्टफोन नादोनो सियो उन्तेन्नो किकेन्सेन अथवा सियो सित्तेवा इखेमासेन भनेर बुझौँ है यो चाहिँ यसरी बुझौँ यसमा के छ सोध्नु एकछिन भाषागत रूपले सबै हेरौँ यो गामेन भनेको स्क्रिन गामेन स्क्रिन सिपाचु भनेको फाइन हो इहान भोइलेन्ट Surto सिता जेन्सिया किचुगोवा ओकुरेते उल्लङ्घन होइन भन्छ इहान के भन्यो उल्लङ्घन इहान भनेको उल्लङ्घन गर्नु पाक्किन भनेको फाइन फाइन इहान सेन्सी हजुरको स्क्रिन अलि जुम गर्दा हुन्थ्यो कि कस्तो तपाईँको जुम गर्नु मेरो फुल नै छ ए हाम्रो चाहिँ गर्नुपर्ने हो तपाईँको थामेने चाहिँ कुरो त त्यो सिङ्गो न चुनागरी 오그레트 또우스 나도 노지고니 चुनागारिमास सोतामे सोगोच्यो जेन्सिया भनेको अगाडिको गाडी अगाडिको मैले नवीन सानलाई के पनि गरेको छु नवीन सान तपाईँकै हो त्यो सौसा तारिका नवीन सान फेरि छिरौँ सोकौचु भनेको यात्रा भित्र हैन भन्छ कहाँ सोकौचु भनेको यात्रा बीचमा यात्रा भित्र सौकौची भने कुदिरहेको बेलामा हुनुहुन्छ के गाडी कुदिरहेको बीचमा हुनुहुन्छ सोकोचो रयो नादो पासो नादो न सौसा तामिनी कुदिरहेको बेला स्मार्टफोन सञ्चालन
उल्लङ्घन गरेको अवस्थामा मुख्य Girare este. कलेजीको Sí. उचित भयो सिङ्गकी माता Kita पक्किनकी lain wam umai ल भयो ल एकछिन गेलौँ है अर्कोमा गएँ अर्को जाउँ सियो वा आन्जेन्ना बास्यो देनो तेजियो ओकोनाउ है अब यहाँ कुरा के आयो त भन्दाखेरि अब मोबाइल चलाउने नचलाउने भन्ने कुरा नि आउला नि त होइन किनभने तपाईँ इमर्जेन्सी कुराहरू के होला नि होइन हो त्यो मोबाइललाई प्रयोग गर्दा जहिले पनि के भन्छ आन्जेन्ना बास्यो सेफ्टी ठाउँमा के गरौँ तेइसी जी नै ओकोनाउ भनेको रोकिएको बेला चाहिँ के गरौँ गरौँ रोकिएको बेला चाहिँ के गरौँ गरौँ है रोकिएको टाइममा गरौँ ओ सौको चिउनी स्मार्टफोन नादो सियो सिना किरेबा नारानाइ तो किवा कुदिरहेको बेला स्मार्टफोन चाहिँ प्रयोग नगरी नहुने अवस्थामा खाना चुस्या जेउ नादो न आन्जेन्ना बास्यो नि कुर्माउ तोमेते है यानी हो ट्राफिक के अरे चुस्या जेउ पार्किङ अथवा सेफ्टी ठाउँमा कुर्माउ तोमेते कारा सोसासीमा रोकेर मात्रै के गरौँ प्रयोग गरौँ सोसा नै युज गर्नु होइन दौरोनो हिदारी आसिनी तेइसी तेनो सियो वा कौजोकु स्यानी चुइतोजो सारेरु किखेर आरु दाके देउनाको अब यहाँ कुरा आयो जस्तै देब्रेपट्टि रोकेर चलाउन पाउने अप्सन मारुबाचुमा बढी आउँछ तपाईलाई अनि देब्रेपट्टि रोकेर मोबाइल फोन हेर्दाखेरि ठिक हुन्छ भने लेख्देला तर पाइएन किन त भन्दाखेरि दौरोनो हिदारी गाउँ हासिनी रोडको देब्रेपट्टि रोकेर प्रयोग गर्यो भने कौजोकु स्या पछाडिबाट आएको गाडी नि चुइतोजो सारेरु किखिन्छ गाडीमा पछाडिबाट आएको गाडी चाहिँ ठोकिने अवस्था मात्रै होइन कि स्याताइनो ओकिना तुराको है गाडीको ठुलो ट्रकको बाहेक कौचुनो सामादाखे नि नारीको जिउताइ नादुनु ठुलो ट्रकले गर्दा चाहिँ त्यसले बाटो के छिक्ने भयो र जसले के भन्नु जिउताइ भनेको ट्राफिक जाने जामलाई पनि मानेको ओसरीमा आरिमास्कारा साकेमास त्यो हुने अप्सन पनि सक्ने भएको कारणले गर्दा रोकौँ भन्छ त्यसले पाइएन बुझ्यो भन्नु चाहिँ अप्सनमा तपाईँ के हुन्छ स्मार्टफोन कति चलाउन मिल्ने त भन्दाखेरि देब्रेपट्टि रोकेर चलाउन मिल्छ भने लेख्देला तर मिलेन किन त्यसले ट्राफिक जाम गर्ने रहेछ भनेर बुझ्नु है न अरू शब्द भन्नुपर्दै सौको चिउनी च्याकुसिन वन हिँडिरहेको बेला है हिँडिरहेको बेला च्याकुसिन वन भन्छ च्याकुसिन भनेको रोक्दाखेरि पुगेको ठाउँमा हजुर ओके यस्तो हल्ला गर्ने म्युट गर्नु एकछिन बढी हल्ला कसो है रोकिरहेको बेला चाहिँ तपाईँ पुग्दाखेरि अलार्म बज्न छ नि होइन त्यो अलार्म बज्ने मात्रै बजाउने होइन कि सोरेनी किओ तोरारेते जेम्पो ए चिउइगा खाकेरु कतो गाडीमा त्यसले गर्दा के भन्छ त भन्दाखेरि त्यसमा ध्यान जाँदैन कि अरूले चाहिँ के भन्छ पी आवाज दिला नि त होइन त्यसले गर्दा चाहिँ हामी के भन्छ ध्यान जाँदैन है कि तपाईँ मोबाइलमा कन्सन्ट्रेट हुनुहुन्छ अर्कोले अलार्म त बजाएको थियो हन त बजाएको थियो त्यसमा चाहिँ ध्यान गइदिँदैन अरे के त्यहाँ सौको चिउवा डेङ्गेन ओ कित्ते ओ कुखा यदि कुदिरहेको बेला चाहिँ मोबाइल स्विच अफ गर्ने हो कि माना मोड हो या ड्राइभ मोड म्यानुअल मोडमा राख्ने हो कि अथवा ड्राइभ मोडमा राख्ने हो त्यो चाहिँ ध्यान दिइराखौँ भन्छ अब मोबाइल कुन कसरी बोक्ने पनि सोध्देला है त्यसले अलार्ममा चाहिँ राख्ने होइन है च्याकुसिन ओनका नारु दाखिल हुन्छ च्याकुसिन ओन भनेको चाहिँ तपाईँको घन्टी आएपछि बज्दैन आएको बेला बज्छ नि त्यो बज्यो भनेपछि के भन्छ ध्यान नहुने भएको कारणले गर्दा कुदिरहेको बेला चाहिँ डेङ्गेनो कित्ते अथवा स्विच अफ गर्नु पर्यो अथवा माना मोडमा राख्नु पर्यो अथवा ड्राइभ मोडमा राख्नु पर्यो भनेर बुझौँ है यो के भयो त स्मार्टफोन प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा भए है यहाँसम्म बुझिन्छ हजुर स्मार्टफोन चलाउँदा तपाईको कि चाहिँ पार्किङमा कि चाहिँ के गर्नु पर्यो चाहिँ त्यहाँ पार्किङमै चलाउने पार्किङमा अथवा रोक्ने ठाउँमा चलाउनु पर्यो अरू ठाउँ चलाउनु पाइँदैन चिउसा जेउ अथवा सुरक्षित ठाउँमा हैन आन्जेन्ना बास्यो हजुर मतलब यो दोहोऱ्याउन हिदारी हाँसी तेइसी यो चाहिँ प्रयोग गर्न पाइएन हैन त्यो एउटा मेसेज आइरहेछ सर हाम्रो तामाङ सानको के भएन भन्दै हुनुहुन्छ
मेरो मिल्दैन त उहाँले नै अन गर्नु भएको छ बोल्नु पर्ने अन भएको छैन भन्छ मेरो मेरो मिल्दैन हजुर तपाईले अन गर्ने हो नवीन सान एकचोटि काटेर फेरि एकचोटि जोइन हुनु न अनि हुन्छ यो स्याताई भनेको चाहिँ के भन्यो स्याताई गाडी ताई स्याताई भनेको गाडीको भाग के स्याताई सताई भने खाँदा होइन गाडीको शरीर भने के हो गाडीको शरीर भने के होला बडी गाडीको बडी त्यही गाडीको त्यही ठुलो भाँडा हुँदैन ठुलो स्याताई मानेको ओ सोरेमो मानेको ओसरीमा आरिमास भनेको चाहिँ यो के ट्राफिक जाम निम्ताउन पनि सक्छ त्यसले घटाउनु हुन्छ कि भाषा हो यो एनसीको भाषा हो त्यो हुनु जुताई नादो मानेको ओसरीको निम्ताउन सक्छ अरे के त्यसरी बुझ्नु Kuzuno samata samata ni nari jutai nado maniku namaskara ल अब चाहिँ है ओके कहाँ हुने पनि हामीले पढ्यौँ है यो पढ्यौँ नि होइन ल अर्को होकोसिया नादुनो होकोसिया भनेको बाटोमा हिँड्ने मान्छेलाई होकोसिया भन्छ है होकोसिया नादुनो होगो भनेको चाहिँ होगो भने प्रिजर्भ सुरक्षित राख्नु पर्यो बाटोमा हिँड्ने मान्छेले चाहिँ हामीले के गर्नु पर्यो सुरक्षित राख्नु पर्यो कि कसरी सुरक्षित राख्न सकिन्छ भन्दा नम्बर 1 आन्जेन्ना खानका कोतोरो जहिले पनि के हुन्छ भन्दाखेरि बाटोमा हिँड्दाखेरि बाटोमा मान्छे हिँडिरहेको हुन्छ तिनीहरू र हाम्रो गाडी बिचको डिस्टेन्सलाई के गरेर मेन्टेन गर है सेफ्टी दूरी चाहिँ आइदा चाहिँ के गरेर मेन्टेन गर होकोसिया या जितेन्सिया वा चोत्तो सेसको सित्ता दाकेदेमो जुताइना जिसिन्जिको नि चुना गरिमास हिँडिरहेको मान्छे अथवा साइकलमा पनि सानो टर्चले पनि ठुलो जिन्सिन्जिको मान्छे एक्सिडेन्ट चाहिँ घट्न सक्छ है मान्छे मर्ने एक्सिडेन्ट जिन्सिन्जिको भने चाहिँ मान्छे एक्सिडेन्ट के हुन सक्छ है होकोसिया या जितेन्सियानो सोकुहो ओ तोरु तोकिवा हिँड्ने व्यक्ति र जितेन्सिया साइकलको सोकुहो भनेको आइदाको खान्छ नि हेर्दा गावाको खान्छ नि हिँड्ने मान्छे र साइकलपट्टिको हिँड्दाखेरि चाहिँ तोरु तोकिवा त्यही पास गर्दा चाहिँ आन्जेन्ना खाङ्काको आगे रुखा सेफ्टी डिस्टेन्स दिने हो कि सोरेगा देखि नै भाइ यदि त्यो गर्न सक्दैनौ भने जोको सिमासो भनेको स्पिड स्लो गर है जोको भनेको स्पिड स्लो गर्नु है आन्जेन्ना खाङ्का कुनै चुइते वा यदि सेफ्टी डिस्टेन्सको बारेमा चाहिँ होकोसिया या जितेन्सियाका क्यों नि हिँड्ने व्यक्ति अथवा साइकल चाहिँ 81 फुला चुइतारी भने 81 के गर्नु हुँदैन उसलाई तपाईँ यदि त्यो गर्नु भएन सुई तपाईँतिर आउनु मान्छे के गरे हुँदैन त्यो हुने भएकोले गर्दा आन्जेन्गा तामोतेरु यो अथवा तपाईँ सेफ्टी होस् भन्नलाई इचिमितेरु एज्युन खाङ्काको हिचोदेश यहाँ कसो मनलाई 1 मिटरको डिस्टेन्स चाहिँ के गर मेन्टेन गर भन्नु चाहिँ बुझ्यो यो गाडी र यो गाडी बीचको दूरी कति हुनु पर्यो त यो मान्छेको दूरी कति हुनु पर्यो 1 मिटर 1 मिटर टाढाबाट चाहिँ के गरौँ जाउँ यदि गर्न सकेन भने के गर जोको स्पिड क्लियर गर स्लो गर है यो चाहिँ थाहा भएन अर्को छ यहाँ लेखेको छ आन्जेन्ना खाङ्काको गा तोरे नै तोकिवा जोको देश है यदि तपाईले सेफ्टी यो दुईटा बीचको डिस्टेन्स मेन्टेन गर्नु भएको छ सकिएन भने के गर्नु पर्यो स्लो गर्नु पर्यो जोको गर्नु पर्यो है जोको भन्ने शब्द थाहा पाउँछ
है यसरी बुझ्नु अर्को छ औदान होदौनी सेकिन सुरु तोकिनु चिवितेन औदान होदो भनेको के त भन्दा ट्राफिक के रे हाम्रो जेब्रा जेब्रा क्रसिङ नजिक जाँदाखेरि ध्यान दिनुपर्ने कुराहरु है के गर्ने जेब्रा क्रसिङ नजिक जाँदा के गर्ने भन्ने कुरा आउला सिंगौ किनु नाइ औदान होदौनी सेकिन सुरु भाइ यदि तपाईं ट्राफिक के छ सिग्नल नभएको जेब्रा क्रसिङ चाहिँ नजिक भएको बेला चुगिनो कोतो मामरी मास्यो तलको कुरा चाहिँ ध्यान दिनु है अब के ध्यान दिने औदान सुरु होको स्याया जितेन्सेगा इनाइ कोतो आकिराखा ना तोकिवा सोनोमामा सुसुमो कोतो देखिमास यदि क्रस गर्ने मान्छे अथवा साइकल के चाहिँ छैनन् भन्ने कुरा तपाईं कन्फर्म गर्नुभयो भने त्यतिकै तपाईं अगाडि जान सक्नुहुन्छ बुझ्यौ है सुनौ मान्छे हिँड्ने मान्छे पनि छैन साइकल पनि छैन भने त्यतिकै के हुन सक्छ कन्फर्म गर्नुभयो भने अगाडि जान सक्नुहुन्छ एक औदान सुरु होको से जितेन्सेगा इरुखा इनाइखा आखिराखा नि देखिनै तोके त्यो हिँड्ने व्यक्ति अथवा साइकल छ कि छैन भनेको तपाईं ठम्याउन सक्नु भएन भने औदान होदोनो तेमाय औदान होदोको अगाडिपट्टि तेमाय भनेको ट्राफिक चौक जेब्रा क्रसिङको आफूतिरको भागलाई तेमाय भन्छ त्यो कसो एकदम हल्ला बन्द गरिदिनु रेकर्डेड भइरहेछ नि पछि डिस्टर्ब हुन्छ है हिँड्ने व्यक्ति र साइकल चाहिँ छ कि छैन भने कन्फर्म गर्न सक्नु भएन भने औदान होदोनो तेमाय भनेको ट्राफिक यो भागलाई यो भाग जुन देख्नुहुन्छ यो चाहिँ औदान होदो भयो यहाँ कोही हिँडिरहेछ के छ भने तपाईँ थम्याउन सक्नु भएन थम्याउन सक्नुभयो भने त सिधै गए पनि भयो थम्याउन सक्नु भएको छैन अथवा क्लियरली भएको छैन भने के गर्नु त भन्दाखेरि तेसी सेनका आरु भाइ तेसी सेन यो लाइनलाई के भन्ने तेसी सेन भन्ने थाहा पायो यो लाइन टिपौँ है यो लाइनलाई के भन्छ भने सोधिन्छ तेसी सेन रोक्ने लाइन के रोक्ने लाइन त यो लाइन त अगाडि जानु भएन कि यो लाइन यदि यो छ भने तेसी सेन नो तेमाय तेसी सेनको भित्रपट्टि तेमाय भनेको तपाईँतिरको भागलाई तेमाय हुन्छ है मा तेसी देखिनु सकुदोनी ओतोस्ते अथवा रोक्न सकिने सकुदोन स्पिडमा के हुन्छ घटाएर सिंकोसीमा जाने है अगाडि जाने म चाहिँ रोक्न सक्छु है भने तले बिस्तारै एकछिन जाने है होको सेगा इरुखा इनाइखा वखरनाइ तोकिवा तेमायदे तेसी देखिरु सकुदोनी ओतोस यही सेन्टेन्स मारु बाचो नि हाल्देला हिँडेको व्यक्ति चाहिँ छ कि छैन चाहिँ नथाहा पाएको अवस्थामा चाहिँ तेमायदे तेसी देखिरह्यो नि यो तेमाय भने यो तेजी सेन भन्दा भित्रपट्टि चाहिँ रोकिने स्पिडमा के गर्ने झार्ने ओतोसीमा भनेको झार्ने है यो चाहिँ एक्जाममा बन्दिन सक्छन् मारुबाचुको कुराहरू बन्ने भयो है ओके यहाँसम्म के छ एकछिन हेरौँ यो सेकिन भनेको चाहिँ नजिक हो सेकिन नजिक जान्छ यो आकिराखा क्लियरली हुन्छ नवीन सामको मैले के पनि गरेको छैन यदि सुन्नु रेकर्डेड छ भोलि कुराहरुमा यो सोको हौको त के भन्छ हजुर सोको हौ कहाँनिर सोको माथि होकोसिया या जितेन्सिया नो सोको हौ तोरु तोकिवा कहाँ बुझेन मैले अलि माथि छ चाहिँ फर्स्टमा होको
थोरै तल यहाँ हो त्यो सोको शेषको सित्त दाकिदेमो जिउता शेषको यो तल तल सेन्चुरी तल चाहिँ सोको हो यो सोको के हो पट्टीतिर त्यो डाइरेक्सनतिर हिँड्ने मान्छे त साइकलतिर चाहिँ चोरु त कि पास हुँदाखेरि आन्जेन्ना खानको अगाडि गर्नु सेफ्टी डिस्टेन्स चाहिँ मेन्टेन गर्ने हो कि सोरेवा देखि नै भाइ यदि त्यो गर्न सक्दैन भने के स्पिड कम गर जो को समस्या यो खान खाको त के पो खानको भनेको चाहिँ तिमीले फिलिङ के सोच भयो ल जाउँ है यहाँ मान्छ 3 मा मान्छ भाइ 3 मा जाउँ होकोस्या या जितेन्स्याका औदान सित्ते इत्यादि अर्को कुरा आयो होकोस्या भने चाहिँ हिँड्ने मान्छेलाई हामी होकोस्या भन्छौँ हैन होकोस्या अथवा जितेन्स्या साइकल चाहिँ औदान सित्ते इत्यादि क्रस गर्दैछ भने हैन गर्ने औदान सियौ त स्तेरु त के यदि क्रस गरौँ कि भने जस्तो गरिरहेछ भने औदान होदोनो तेमा आइदे त्यो ट्राफिक के हामी जेब्रा क्रसिङको अगाडि इचिजी तेसियो सित्ते एकचोटि रोकेर होकोस्या या जितेन्स्या नो चुको हो सामादाके नाइ यो निसिमास अथवा हिँड्ने व्यक्ति र साइकलको हिँड्नेलाई चाहिँ चुको भनेको पास गर्नेलाई चाहिँ नरोक्ने गरौँ अरे उसले जान्नु पहिला है यो एक्जाममा सोध्ला मारुकी बाछु भनेर सोध्देला थाहा भएर औदान होदोनो चोक्कु जेन्नी कुरुमगा तेइची स्तेरु तोकिवा औदान होदोको अथवा जेब्रा क्रसिङको अगाडि चाहिँ गाडी रोक्ने बेलामा तेइस्यानो जेम्पौनी डेरुमाइनी त्यो तेइस्या सेन भन्छ नि तेइस्या गाडी रोक्ने बेलैमा इचिजी तेइसी सित्ते औदान होदोनो आन्जेन खाकुन्नो सिमास भन्नु चाहिँ बुझ्नुभयो जस्तै यो गाडी यहाँ आयो हैन यो गाडी यहाँ आयो यो आइसकेपछि चाहिँ यहाँ नै के गरौँ एकछिन रोकौँ यहाँ मान्छे भए पनि नभए के गरौँ एकछिन रोकौँ है तेइस्या रेउगा आरु त के भयो यो तेइस्या रेउ भने यो जुन लाइन छ यो लाइन छ भने यो गाडी रोक भन्ने कुरा जुन छैन यो छ भने चाहिँ के गरौँ त भन्दाखेरि यसको अगाडि चाहिँ इचिजी तेइसी एकचोटि रोक्ने बुझ्यो यही चिता हालेर कसले नै इमी बनान यसको अर्थ के हो पनि भन्देला है यो गाडीमा भनेको एकचोटि यहाँ रोक्नुपर्छ यो औदान हुँदो भयो औदान हुँदो गाडीहरू छन् अर्को छन् भनेपछि यिनीहरूले जान्दिनु पहिला अनि बल्ल आफू जाने अनि यो लाइन छ भने के भन्छ इचिजी तेइसी चाहिँ गर्ने एकचोटि चाहिँ रोक्ने त्यसरी बुझ्नु पर्यो है ओके यो लास्टमा हेरौँ है एउजी या कौरेस्या नादनो होगो अब हामी होगोस्या हिँड्ने मान्छेको कुरा नि गऱ्यौँ साइकलको कुरा नि गऱ्यौँ अब आयो एउजी बच्चाहरू है बच्चाहरू अथवा कौरेस्या बुढाबुढीहरूको पनि सुरक्षित राखौँ है एउजी या कौरेस्या नादो चुगिनी खाकेरु हितोगा चुको सितेरु तोकिवा अथवा बच्चा अथवा बुढाबुढी चाहिँ तल देखाएका व्यक्तिहरू चाहिँ पास हुँदैछन् भने इचिजी तेसीगा ज्योको सित्ते एकचोटि रोकेर है ज्योको सित्ते भनेको स्पिड पनि स्लो गरेर सोनो चुको हो
सामादेखाय नाइ योनिसीमा त्यो हिँडाइ चाहिँ रोक्ने काम नगर, उनीहरूलाई हिँड्न देऊ, जान देऊ है। त्यो चाहिँ कस्ता कस्ता व्यक्तिलाई? कौरेनु होकोस्या, बुढाबुढी हिँड्ने बुढाबुढीलाई हामी कौरेनु होकोस्या भन्छौँ होइन। एक होकोस्याका चुगी सोवानाइ जिदो या यौजी है। त्यो हिँड्ने व्यक्तिको पछाडि चाहिँ नभएका बच्चाहरू अथवा होगोस्या चाहिँ पछाडि नआएका कि अब एक्लै हिँडिरहेको बच्चा हुँदैनन्, तिनीहरू भए पनि तिनीहरू अगाडि जान्थ्यो। सिन्ताई सेउगाई स्या यो न कुरुमाई सुनि नोत्ताहितो अथवा व्हिल चेयरमा आएका अपाङ्ग व्यक्तिहरू तिनीहरूलाई नि पहिले जान्थ्यो। अर्को छ सिन्ताइनी सेउगाई न आरु होगोस्या या चुकौनी सिस्यो अथवा शरीरमा अपाङ्ग भएका व्यक्तिहरू चाहिँ छन्, बाटोमा हिँड्दैछ, उनीहरूले सहायता गर्ने व्यक्ति पनि छन् भने तिनीहरू पनि के गरौँ? ओसाकिनी दोजो भनेर जान दिउँ भन्छ है। जस्तै चुए वा चुइतेहरू हितो या निम्फु नादो भनेको लट्ठी बोकेको मान्छे अथवा निम्फु भनेर चाहिँ प्रेग्नेन्ट महिला है, तिनीहरूलाई पनि के गरौँ? अगाडि जाने। सिरो माता वा किरो न चुए हो मोत्ता मेगा मिएन हितो, सेतो अथवा येल्लो कलरको चुए भनेको लट्ठी टेक्ने, लट्ठी चाहिँ बोकेको आँखा नदेख्ने मान्छे पनि छ भने नि अगाडि जान्थ्यो। मौदौखेन हो चुरेता मेगा मिएन हितो, मौदौखेन भनेको चाहिँ सहयोगी कुकुर लिएर हिँडेको आँखा नदेख्ने व्यक्तिलाई पनि के गरेर पहिला जान्थ्यो। सिरो माता वा किरो न चुए, सेतो अथवा पहेँलो कलरको लट्ठी बोकेको कान नसुन्ने मान्छे या सिन्ताइनी सेउगाइनो आरोहित भनेको शरीरमा अपाङ्ग भएका व्यक्तिलाई पनि हामी के गरौँ? अगाडि जान दिउँ भनेर भन्छ है। ओके, आज यति नै गर्छु मैले है। यसपछि अर्को गर्नुलाई यसमा यतिमा केही छ भने सोध्नु। सेन्से मेरो त सबै छुट्यो, अनि कसरी हेर्ने तपाईँ? हजुर मेरो त्यो सोध्नै नपाएर म्युट भएर बनाउँदै क्लासै सकिसक्यो। अहिले कसरी आयो तपाईँ? फेरि अर्को मोबाइलमा उ गरेर अनि गरेको छ। ठिक छ, मैले रेकर्डिङ गरिदिएछ, त्यो हेरेर अनि के सोध्नु छ पोइन्ट आउट गर्नु। फेरि यो किताब पिडिएफ नेपालीमा पनि छ भन्नु भएन सर? नेपालीमा पनि छ, नेपाली अलिक दिँदैन। नेपाली एकछिन नेपाली बुझ्नु पर्ने, नेपाली हेर्ने बस्यो सबै नेपाली नहेर्नु। बिचतिर त के भयो सिन्जे यसको भोकाबुलारी मात्र छैन सिन्जे?